आन्दोलन आन्दोलन हतियार 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 तयार हुँदैछ यहाँनिर कोही बिचरा सब त्यहाँनिर ढाका टोपी लगाएका थिएन र बुढा बाजेहरू पनि छन् भेट्टो बाजेले यो अवस्था हेर्नुहोस् नेपाली जनता कोसँग भागिरहेको अवस्था छ हो दाइ हाम्रै नेपाली प्रहरी साथीहरूसँग किन भाग्नु पर्ने यो प्रश्न सोध्ने कि नसोध्ने सरकारलाई Welcome everyone, welcome to the Raja Gang. Raja Gang. आन्दोलनमा फर्स्ट टाइम आएको म बसेर 63 को परबाट हेरेको थिएँ त्यसपछि कुनै पनि आन्दोलनमा त्यति पार्टिसिपेट भएको थिएन अस्ट्रेलिया जाँदै जरा हेर्दै म अस्ट्रेलिया जाँदा कस्तो हुँदो रहेछ जिन्दगीमा ब्रोहरू कहाँ आएको कहाँ आएको ब्रो तपाईँ हजुर कहाँ आएको हेर्न कसको ए राजावादीको प्रदर्शन हो राजावादीमा चाहिँ को मान्छे अग्रसर छन् कोही दुर्गे चिन्दैन दुर्गे को व्यवसायले त्यो अश्रु ग्यास हेरिदिउँ ल कस्तो हुँदो रहेछ अश्रु ग्यास अघि भर्खर एउटा दमकल गयो कि सबै सिसा फुटालिदिएको थियो यार अगाडिको हट भएर आन्दोलनमा हट भएर अङ्कल राजा चाहिए हो हजुर राजा चाहिए हो राजा चाहिए हो राजा हामीलाई त राजै चाहिए हो प्रश्न बुझाइदिनु न किन चाहिँ प्रश्न बुझाइदिनु न किन हामीलाई किन राजा चाहिए भन्ने यो 100 वटा नेताले हाम्रो देश सिद्ध्याए जम्मै भन्दा यो 3टाले हैन राजा आयोजनाहरू मानिलिउँ होइन अनि ऊ पछि चाहिँ को राजा उसको नाति छैन उसको छोरो छैन उसको छोरो नातिबाट यो देश चल्छ जस्तो लाग्छ होला तपाईँलाई देश चल्ने भनेको शासनबाट हो विधानबाट चल्ने हो त्यसको एउटा सीमा हुन्छ देश चल्नेको देश त्यसै मान्छेले चलाएर चल्ने होइन कानुनले देश हो तपाईसँग एउटा कुरा सोध्न मन लाग्यो देश कसले चलाउने भन्दा विधि र विधानले चलाउने हो तपाईँ हिन्दू हो कि अर्को कुनै जातिको हुनुहुन्छ सोधेँ मैले अब तपाईँलाई नै प्रश्न नेवारको छोरो भन्नु नेवारको तपाईँ हिन्दू नै हो हिन्दूले पूजा गर्दा सबभन्दा पहिला के थापना गर्छ गणेश हो राजवंशलाई गणेश बनाएर राख्ने विधि र विधानले शासन चलाउने हामी अनि यो देशको विधि र विधान चाहिँ कुन देशले चलाउँछ अब हामी चलाउँछौँ त्यही बाहिर दलालीले चलाएको रिमोटमा चलेको आई लभ योर स्पिरिट यार आन्टी थ्याङ्क यू सपोर्टिङ राजावादी ओके आन्टी कडा थिइन् मलाई चड्काएको अरे आन्टीले म रक्सी गनाएर आएको यार ओभर धेरै यहाँनिर सब रक्सी खाएर आइरहेको छ हतियार 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 तयार हुँदैछ यहाँनिर अहिले मैतिर आउला एउटा फेरि ओहो सब बुलेट बनिँदैछ बुलेट एमो ह्यान्ड ग्रेनेड हो सब हान नेपाली हान हामीले सिकेकै यो जिन्दगीमा यो खाली जाँदैछ कुन चाहिँलाई लिनु गएको उतापट्टि ऐसे बाबाजी के आएंगे था आई रिपीट Let's go. Loyal. And यार माहौल क्रेजी छ यार उता माउदेले पनि दामी हान्ने रहेछ हान्नु चाहिँ आज त्यता चाहिँ पुगिन राजै हेर्दिउँ न रानीहरू पनि रहेछ कस्तो
कस्तो ढुङ्गा हानेको पुरै माथि माथिबाट ढुङ्गा हान्दैछ क्या कसले हो थाहा छैन प्रोटेस्टरहरू यता हो डिफेन्डरहरू यता हो त्यहाँदेखि उतापट्टि नै प्रोटेस्टरहरू छ उनीहरू यता आउनु दिइरहेन यहाँ आइपिएफ टिमले तर ऊ हान्दै माथिबाट छतबाट हान्दैछ क्या ढुङ्गा कस्तो भने छतबाट हान्दैछ कि What the fuck man कतिजना छ नि 6 जना छ 6 होला बेसी छ 6 जना ढुट्टो पारेर कुटो भने त भगवान टिएमसी माल्ला माल गोप्रो लिएर पुलिसहरू चाहिँ लास्ट सही तरिकाले बस्दिनु भएको यार पड्कायो यार अहिले 2टा फायर गरिसक्यो 2 फायर गर ट्याङ ट्याङ फेरि अर्को पड्कायो कता कता पड्काउँदैछ पड्काउँदै उहाँला आम्मा ढुङ्गाले गीत गराऊ ढुङ्गा अर्को हवाई फायर आम्मा अघि म त्यो उभिरहेको थिएँ यार म यता आएँ ठ्याक्क Let's fucking go! अम्मै अर्डर दिएको छैन क्या अर्डर दिएको छैन यस पाका अब यिनीहरूले भाटा हान्नु पाएन कस्तो हान्थ्यो होला यार यार एसएलएम अघि त्यहाँनिर मैले भन्दै थिएँ एमो तयार गरिदिएको थियो भनेर देखिस् कडा हो यसलाई के बुझ्यो यताबाट नै आयो सही ढोका भेटो त्यहाँ हेर्नु त कति आयो एकचोटि फुट्टा ओइ बिचरा सब त्यहाँनिर ढाका टोपी लगाएका थिएन बुढा बाजेहरू पनि छन् भेटो बाजेले पर्खा ला टायर जलाइदियो त्यहाँनिर गाडी हो कि टायर हो त के हो जलाइदियो त्यहाँनिर क्रेजी ला आम्मा सबले भेट्यो यार हामी त नै आउँछ क्या बिचरा आम्मा यता क्रेजी भयो नि त माहौल अब ओइ म क्या सेफ ठाउँमा आएछु यार वाउ ओ फक भगेडिदिएर यार आम्मा तेरिका यार धन्न मान्छेले चिन्नु हुँदो रहेछ सरले बाटो भेटेको नभए आज दामी फायर पनि भयो ओ म त फक्कै टु फक्किङ स्केयर क्या लेट्स गो ब्याक स्टेजमा आएको छौँ सरहरू पुरै रिट्रिट हुँदैछ यहाँनिर हामीलाई आउनै दिनु भएको होइन सिसा हाने यार हामीलाई What the fuck सिसा हानेर यार सर ऊ त्यो असुर ग्यास त्यो रातो क्याप लाउने असुर ग्यास कस्तो हुँदो रहेछ सुँगिदिउँ न एकचोटि हामी त्यो चाहिँ पोलो मलाई आम्मा ओपर बोल्दो रहेछ त यार कस्तो हुन्छ भनेको त गिद्दै हुँदो रहेछ भिडियो नगरौँ ल भिडियो हुँदैन अगाडि भिडियो नगरौँ सरी
अहिले लगभग बेलुका 4 बज्यो सिट इज कमिङ ब्याक टु लाइफ 3 किलोमा चाहिँ सबैजना ऱ्यान्डमली हिँडिरहेको छ अघि म त्यहाँनिर घमासान परिरहेको थियो अहिले छोडिसकेको छ पुलिसले पनि अहिले स्पट देखाउँछु ल म मेरो मोबाइल लगिदिएको मोबाइलै तानिदिएको त्यो ब्रोले धन्न दियो म्यान त आजको बारुद गोला सो म अहिले 3 गुणे एरियामै छु यहाँनिर त ठिकै छ सबैजना डिफेन्डर सरहरू थाकेर बसिरहनु भएको छ सबभन्दा धेरै दुःख पाउने चाहिँ उहाँहरूले हो क्या होइन आवश्यक अरू 3 गुणीमा के चाहिँ मलाई थाहा छैन मैले सुनेअनुसार सुरुमै एट्याक हानेको अरे पुलिसले भन्दै थियो अघि एउटाले अब सुनेको त हो 3 गुणे एरिया चाहिँ यस्तो छ अहिले के गर्ने यस्तै छ अब त्यहाँनिर पेट्रोल पम्पमा आगो लगाइदियो भन्थ्यो अघि अहिले न के गर्यो आमामा भिड त्यता चाहिँ एकदम रहेछ अब कसले सफा गर्छ यो बालेन दाइले कति फाइन हाल्नु यसले अब अनावश्यक फिजिकल ड्यामेज धेरै भएको छ एचटिभी खबर यसलाई सही जर्नलिजम गर्छ यसलाई आलोचनालाई सम्माननीय प्रधानमन्त्रीजी कसैले लिनुहुन्छ यो अवस्था हेर्नुहोस् नेपाली जनता कोसँग भागिरहेको अवस्था छ हो दाइ हाम्रै नेपाली प्रहरी साथीहरूसँग किन भाग्नु पर्ने यो प्रश्न सोध्ने कि नसोध्ने सरकारलाई ढुङ्गा चाहिँ वाइल्ड हान्दो रहेछ यार म ढुङ्गा हान्नेहरूको बिचमै बसेरै हेरेँ होइन भागे पनि पुलिसबाट र ढुङ्गा चाहिँ वाइल्ड हान्दो रहेछ क्या हान्नेले ताक्की नै हान्दो रहेछ क्या कर्फ्यू जारी भयो यार ओ कसरी घर जाने कर्फ्यू जारी भयो अरे कर्फ्यू मतलब कति वर्षपछि नेपालमा कर्फ्यू भयो यार ओ सेट कर्फ्यू म्यान कर्फ्यू बा यार भेरी जेनेरस यार त्यो लेडिजहरूलाई हात जोडेर रिक्वेस्ट गर्दै हुन्छ यार त्यो सरहरूले हस् सर हस् कर्फ्यू जारी भयो लाइभ कर्फ्यू कडा लाइभ कर्फ्यू अब भाग्दैछौँ हामी तर्छ सर वी आर गोइङ सर कता भाग्ने भन्ने न गर्दैन एकछिन त अत्ताइ नि यार यता नि छ त्यता नि छ कता भाग्दिने अनि कर्फ्यू जारी भइसकेको बेहोरा यहाँ सबैले हामी जानकारी गराउँछौँ म कोटेश्वर आइपुगेँ उताबाट कर्फ्यू लाग्दै सागुरिँदै ठाउँ फेर गर्दै लिएर आएको थियो यहाँ चाहिँ अघि गाडी चलिरहेको थियो रेल चाहिँ अब एउटा गाडी चल्नु पाएन क्यारी घर पुग्ने हो तर रमाइलो भएर आजको एक्सपिरियन्स इट वाज क्वाइट थ्रिलिङ 2-4 भाटा पनि खायो 2-4 ढुङ्गा नि हानियो भागियो लाज मजा टियर ग्यासले एकदमै त्यो आँखा मात्र पलाउनु टाउको दुखाउँदो रहेछ क्या टियर ग्यासले चाहिँ मैले अहिलेसम्म देखेको पनि थिइनँ आज चाहिँ सबै पऱ्यो कोटेश्वर सुनसान प्याका हान्दै पड्किने गरी सबको छालमा बम पड्क्यो नपाउने थियो दौडिनु पर्ने अरे एभ्रिबडी इज रनिङ अगेन्स्ट तर यतिको त स्कोर गर्नुभएको अहिले हामी थुन्ने कता जाउँ यतैबाट जाउँ कोटेश्वर सुनसान गर्नु गर यसपालि चाहिँ दुर्गेले सही हान यसपालि तिर पड्क्यो 3-4 जना मरिसक्यो अरे यार
झन्डै मैले भेटेँ जडीबुटी मागेको लागि क्या प्रहरीबिटै फाल्दैछ यार टायर होला आगो बन्दुक सबै आगो गाडीहरू पुरै दन्दनी यार आम्मा प्राडो पजेरो परपरै भुट्दैछ म्यान गाडी सब ला म्यान खोइ दमकल अनि दमकल छैन सब सरकारी गाडी धुवा हेर्न धुवा कम्पनी भनेको त्यो अफिसमा पनि पुरा आगो लागेको छ यहाँ पछाडि 5-6वटा गाडी आगो लाग्दा त यस्तो छ हालत वार कस्तो हुन्छ होला यार म अघि अश्रु ग्यास आयो क्या आँखामा म त फर्स्ट टाइम फेस गरेको अश्रु ग्यास आयो आँखामा त्यो सास लिनु पनि गाह्रो हुँदो रहेछ लखेटो भाग्नु पनि परिरहेछ आँखा नि पोलिरहेछ सास लिनु पनि गाह्रो भइरहेछ सकिँदैन रहेछ क्या अनि म चाहिँ अब पुरै सुरक्षामा छु पछाडि सरहरू कुद्दै हुन्छ अब यता हेर्नु केही देखिएको छैन यार अब झन् ठुलो लाग्यो त्यहाँनिर आगो अब झन् ठुलो लाग्यो अघि मैले काउन्ट गर्दाखेरि 6वटा गाडी थियो अब त्यसको भित्रको कार्बोरेटर ग्यासोलिनको ट्याङ्कहरू सब पड्किन्छ अब ट्याङ्क जडीबुट्टीको चाहिँ चित्रा उडाइदियो जडीबुट्टीको चाहिँ त्यहाँनिर ट्राफिक बिट पनि फुटाल्दैछ अगाडिको नि फुटाले रहेछ मैले ठ्याक्कै मनहरामाथि छु ए मजा आयो आजको दिन देश जलेको देखेँ मैले ठिक छ